सो गाइज वेलकम टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै चेहरामा छु। आज चाहिँ म केला भलक भलक भन्नु भएको होला, कसरी है, कसैले चाहिँ नभन्नु भएको होला। अनि आज चाहिँ केला बना भन्दाखेरि यत्तिकै बनाएँ। अनि आज चाहिँ म घरमा चाहिँ एक्लै छु, किनभने अब मेरो भाइ चाहिँ बुटोल जानुभएको छ। अनि भात चाहिँ म बसालिसकेको छु, भित्र चाहिँ भात चाहिँ त्यहाँ त्यसमा छ बेर छ। अब मैले के गर्छु त हजुरहरूलाई मैले सब देखाउँछु है त। पहिला सुरु त गोठा चाहिँ मैले बार सार थुनिसकेको छु। भैँस चाहिँ बेचेका छौँ। अब अर्को रुमहरूबाट चाहिँ बार सार गरेँ। त्यहाँ कुखुरो पनि खोल्दै चर्न गएको छ, कुखुरो बत्ता गएको छ। अब यही है। अब यहाँ चाहिँ भोलि बिहान कुँडो पकाउनु पर्छ। सम्झी छ भने भोलिको अलग नै बनाउनु हुन्छु। कुँडो पकाएको यहाँ एउटा बाख्रा मात्र, तिनवटा बाख्रा मात्र। बाख्रा चाहिँ यहाँभित्र खन्ने, बाख्रा चाहिँ यहाँ भित्र बसिरहेको छन्। एकछिन सुन्दै कस्तो टल्केको क्या त्यही बाह्र होइन, लाइट बारेको भएर फ्लास त्यही देख्न सक्नुहुन्छ है। अझै ढोका लाम तिनजना मात्र भने ओहो नि यहाँ चाहिँ डोको राख्नुपर्छ। टिमहरूमा म खोर छ भने यता डोको राख्नुपर्छ, किनभने बाघ किरो आयो भने त यता तडिन्छ छैन त। त्यही पनि मानव त्यहाँ राखेको त अलि सेफ हुन्छ नि, अलिअलि भने सेफ हुन्छ। लगभग 95% सेफ हुन्छ। 5% केला भने इतना राखेपछि झ्याप्प त्यो बाघले खालि त्यस्तो उजो हुन्न के। अब त्यस्तै लाग्छ है। अब हामी नेपाली जस्तो नि जाने क्या। नेपाली भनेको नेपाली हो क्या, नेपालमा बसेपछि भएको भइयो क्या। अनि अब टक्क त्यही हो। यो गेमिङ चाहिँ माथि छ है, त्यहाँबाट जाने। यहाँ चाहिँ एउटा रुम छ अर्को। यहाँ छ गाइजहरू, लाइट बालौँ न त। ओहो मजा आउँछ खेल्न त रियल। यो चाहिँ मैले बक्स ट्यापको थिएँ मेरो, त्यही राखेको छु। ओहो पावर स्टियरिङ एउटै हुनाले सर मडिन्छ क्या सर। यस्तो मजा आउँछ। यहाँ चाहिँ दुलो पारेको एउटा भित्र अटाउनको कसरी बनायो भन्दाखेरि मैले चाहिँ अब तपाईँले भन्छु अझै। ल पहिलो कुरो त यो स्टियरिङ बनाउनलाई एउटा पाइप काटेर चाहिँ त्यसलाई सर्कल बनाएपछि त्यसलाई चाहिँ यतापट्टि यहाँपट्टि टेपले गरेँ। यतापट्टि यो यहाँ र यहाँ टेपले बाँधेको छु। अनि यो चाहिँ बाहिरबाट राम्रो देखेको के काठ छ, यहाँ चाहिँ देखेको छ यति। अनि यो चाहिँ अनि एउटा उसको थियो, यो ऱ्याप हानिदिएको बाहिरतिर चाहिँ। अनि यो चाहिँ जुत्ताको तर्नु हाले, यो चाहिँ राखेको थिएँ रसी, यो हाले रसी कि अच्छा यो हाले छिँदो, यो हाले रसी चाहिँ। अनि त्यही भएर यो हाले सर म यस्तो मजा आउँछ। अनि पछि आएर अर्को कुरो गर्दा यो चाहिँ यहाँ राखेको थिएँ। यसले चाहिँ तपाईँहरूलाई देखाउनको लागि र यो चाहिँ हिजो भाँचा थियो क्या, प्याटकै गयो यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ है। यसको चाहिँ यहाँ है टक्क, अर्को टुक्रो चाहिँ यहाँ है, यसको अर्को टुक्रो यहाँ चाहिँ यस्तो भयो क्या, देख्न सक्नुहुन्छ है। यसमा चाहिँ बत्ती बल्छ टक्कै भित्रबाट। त्यही अलिअलि यसले सहयोग पनि गर्न सक्छ, अहिले गर्नु त अब भनौँ न यसलाई अलिअलि मतलब के यस्तो अब केही उयो गऱ्यो भने हुन्छ, केही काम लाग्छ। मतलब फोटोसोटो यस्तो उस्तो थम्बनेलहरू अब एक्लै भएको कारणले कहिले काहीँ काम लागिहाल्छ। यही मेरो चाहिँ सर ल त्यही है। तपाईँहरूलाई लाइटले फरम अन्त मुसाले दिमाग त्यो मुसाले काटिदिन्छ जस्तो लाग्थ्यो। अनि हाम्रो चाहिँ मुसाले आँट्छन् लास्ट मतलब अलि बिग्रेछु होइन। त्यही कारणले गर्दाखेरि हो भात चाहिँ मैले बसालेको छु पाक्यो होला। ओहो यस्तरी चिनिन्छ क्या चाहिँ ढोङ्ग्राले के भन्छ यसले पाएको किने कि म चिन्दैन राम्ररी। सायद पाक्यो होला जस्ट चाहिँ काम तमाम भएछ कि दुध राख्यो बित्रिसकेछ कि दुध राखेको खानको लागि त बित्रेछ कि यस्तो भाइ। सेटिङ चाहिँ रातो चाहिँ बनाएर हानिहालेँ। त्यही हो अब यहाँ चियाको बोलिरहेको छ। अब भात पाकेको कि नपाकेको अब यसलाई चिन्छु मैले। अनि त हजुरहरूसित हेर्नु चाहिँ पाकिसकेछ। अब यसो ढकन तातो यसको ढकन कसरी लाग्छ। ल यसको ढकन पनि ल्याइयो। अब यो चुलो चाहिँ तरकारी सरकारी बनाउनु पऱ्यो। अब निभाउँछु त्यसपछि अहिले बनाउनु तरकारी किनभने उजले छ अझै। त्यही है। सो गाइज आज चाहिँ नेक्स्ट डे
नेक्स्ट डे गुडको सबैलाई गुड मर्निङ। अब चाहिँ म उठेर गोठतिर काम चाहिँ सबै भ्याइसकेको छु। मुवालाई चार्ज थिएन, हिजो बेलुका अलि धेरै हेर्ने छ, त्यही भएर 20% थियो, त्यही भएर यतापट्टि चार्ज लगाइदिएको थिएँ। अब त्यही यो भित्र खानासाना पकाइसक्यो, अब स्कुल जानुपर्छ। एकैछिनपछि कति भयो है हेर्छु म, 7:30 भएछ। अब एकैछिनपछि स्कुल जानुपर्छ। पहिला सुरु यहाँ यस्तो खालको यहाँ देख्न सक्नुहुन्छ, अब केटो बसेपछि यस्तै घरमा बस्दा अब यहाँ यस्तो यसलाई यस्तो बढाउनु चाहिँ एकचोटि बढाएर अब एकचोटि सर लिप्छु अनि पछि स्कुल जाने है। त्यो चाहिँ बाहिर पानी परिरहेको छ, यस्तो हो पानी भल परिरहेको छ। सुरु अब चाहिँ हिँड्दै लैजानुपर्छ। एउटा हातले सकिँला र सकिन्न। अब तपाईँ म भित्र अगाडि चाहिँ यो चाहिँ मैले ल्याइसकेँ भित्र। अब चाहिँ खानासाना चाहिँ यहाँ छ, यसमा चाहिँ तरकारी छ, यहाँ चाहिँ अन्डा फ्राई हानेको छु, यसमा चाहिँ भात छ, यो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो राखेको छु। अब चाहिँ यहाँ लिप्छु। पानी चाहिँ बढ्यो त भाइ, लास्ट पानी आयो, लास्ट जो सन्च कुकुर नि आवश्यक छ। हेलो ओहो लिपे, तर देखेको छैन, तर राम्रै लिपेको लिपिँदा हो यार। के भयो यार, के भयो त्यहाँ अलिकति ऊ चाहिँ त्यस्तो त्यो भागमा कति बलर आयो फेरि। जुन त हान्ने हुने टु एक्जाम्पल बलर आएछ नि। ए पानी चाहिँ यहाँ छ। अब चाहिँ गोठातिर कुँडो छोडिदिउँ अनि हामी भात खाऊँ त। अब चाहिँ गोठा जाऊँ, पानी छ। यो चाहिँ तिनीहरूलाई दिनुपर्ने हुन्छ त्यहाँ देशी मिराम है। मैले चाहिँ अब तिनीहरूलाई दिइसकेँ। यो चाहिँ पानी नआएर बिहाल छ। अब यहाँ पानी परेको छ, उसमा चाहिँ पानी जो होइन के लिफ्टिङ। अब यहाँ चाहिँ मैले थापिदिन्छु कतिसम्म पानी पर्छ, भर्रे नम्बर। अब त्यो चाहिँ म बेलुका निकाल्छु। अब त खाना खाएर स्कुल गइहाल्छु, मैले बेर भइसकेको छ। छिटो जाउँ अब चाहिँ, यो चाहिँ यस्तरी फालेको छ क्या। सुगाइ चाहिँ म उठिसकेँ, सबैलाई गुड मर्निङ। उठेर चाहिँ भात सात पकाइसकेँ, पकाउनु त तर पनि देख्न सक्नुहुन्छ। अब चाहिँ म गेम खेल्छु गाइस। गेम खेल्छु। अब चाहिँ तपाईँलाई चाहिँ मैले गेम खेलेको देखाउन सक्दिनँ, किनभने यहाँ अर्को मान्छे छैन। स्क्रिन सेयर गर्छु, यसले कतिको मोडिन्छ आफै त्यही थाहा हुन्छ।
叫儿我送你去远方，叫儿我送你去远方。ल तपाईँहरूले चाहिँ देखिसक्नु भयो होला देख्न कतिको स्मुथ त मैले अर्को ह्यान्डलले मोडे गर्छ नि त्यो थाहा पाइन्छ त अगाडि स्क्रिनमा चाहिँ त दुइटा उ गइरहेको छन् तर अब आफू भन्नुहुन्छ नि त मैले अब के भनौँ भन त्यसैबाट हो अब त्यही हो होइन ल अब त्यही हो अलिकति थोरैमा यत्तिकोले के भयो कि त्यहाँ यसो बनाउँछु त्यही पनि यतिको चल्न त चल्छ ल अहिलेको चाहिँ यति चाहिँ भात पाकिसकेको छ ल बाई बाई अब म स्कुल जान्छु बाई बाई।